No, what should you? Actually, I had to. Ba? Yes. So यसमा फेरि पनि हाल नमस्ते एन्ड वेलकम ब्याक टु माई न्यू भिडियो अनि आज चाहिँ संसार आनन्द हुनुहुन्छ होला हामी पनि संसार आरामै छौँ अनि आज चाहिँ हामी सबै दिदी म फुपू भएर चाहिँ घाँस काट्न जानु लाग्यो घाँस काट्ने ठाउँ चाहिँ त्यहाँबाट त्यहाँसँग छ अनि आज चाहिँ हामी घाँस काट्न हिँडेको टक्क 3 जना दिदीहरू फुपूहरू लिएर मिलेर म घाँस त्यो खायो भने अहिले चाहिँ हामी घाँस काट्न आइसक्यौँ फुपू उताबाट आउनुहुन्छ दिदी उताबाट आउने र म चाहिँ यहाँबाट जान्छु यहाँबाट चाहिँ म उता जान्छु सट्ट फुपूहरू उताबाट आउनुहुन्छ अनि हामी बिचमा भेट भइन्छ टक्क हामी चाहिँ बिचमा भेट्यौँ नि टक्क ल अब चाहिँ म काट्छु है काटेको चाहिँ देखाउन मिल्दैन अब यहाँ कसरी देखाउने मिल्दैन अनि म चाहिँ टक्क गम्बुट सम्बुट लाएर टक्क रेडी भएर आइसकेको हुँ लाम्बा लाएर काटेको चाहिँ देखाउनु भएन नि त अब देखाउनु मिलेन कसैसँग चाहिँ म आशीसँग चाहिँ घाँस काट्ने कि तपाईँले देखाउने त्यो अब काटौँ है काट्दै गएपछि भेटामा बिचमा भेटामा है त बाई त्यो फ्यामिली अनि अहिले चाहिँ हामी घाँसको बारीसरी पुरा आइसक्यौँ है डुबो चाहिँ पुग्छ बोर्छाउँदै हुनुहुन्छ उताबाट हुनुहुन्छ बोर्छाउँदै हुनुहुन्छ टक्क अब चाहिँ हामी नस्पति सालेर खाने भने त्यो नस्पति चाहिँ नस्पति यति धेरै छ त्यो नस्पति चाहिँ खानु पऱ्यो भने चाहिँ साँधेर खाने यसरी मोलेर ए होइन यो त यस्तो होइन यस्तो हो यो त यस्तोहरू त भात हो भात त्यो अब जानु पऱ्यो हुन्छ खिएर उतापट्टि पनि सकेर सकेँ खिएर टक्क त्यसले हामी जाऊँ अब नास्ता खानु पऱ्यो गरौँ भयो चिसो भएर पानी भित्र गरौँ भइरहेछ त्यो होला अनि अहिले हामी घाँस काटेर आइसक्यौँ अनि नस्पति छानेर खाने भनेको त यहाँ यत्रो मकै हुँदै रहेछ अब मकै खानु त पऱ्यो टक्क होइन अब यस्तो गऱ्यो अनि बाबाले गएर मकै भयो दही भयो दही बास्ने आयो बास्ने होला मिठो हुन्छ अब हामी ल हामी ल गाइज हामी चाहिँ नास्पति टिप्न जानु लाग्यो अनि पानी परेर चिप्लो छ बाटो चाहिँ भाइ अघि हिँडिरहेको म फेरि अलि फर्स्ट टाइम म चाहिँ ल गाइज हामी चाहिँ नास्पति टिप्न जानु लाग्यो अनि बाटो चाहिँ चिप्लो छ पानी परेर ऊ भाइ अगाडि छ हामीले हेरौँ नि एकछिन ल बाटो चाहिँ चिप्लो छ कसरी जाने हो मेरो चप्पल चिप्लो छ ल हामी चाहिँ आयौँ नास्पतिको बोटो यहाँ ल ल ल अब यस्तो जर्सी त कहाँ हो हुन्छ यो त यहाँ आयो ल भयो ए थुप्रै झऱ्यो कोपारम उहाँ चाहिँ फेदिखोला बजार हो कस्तो राम्रो देखिरहेको टाउमा माथि ल झर भिडियो बनाएको छिटो
त्यति नै अब कराउँदा पुगे नै त झरे थियो त भयो गइरहेछ फेरि नि कता कता पाउँछ मिठो छ नास्पति त अब ल अब घर गएपछि भेट्ने है ल हामी चाहिँ नास्पति टिपेर घर जानु लाग्यो अब अनि नास्पतिको हालत चाहिँ केही हाल्ने कुरा नल्याएर त्यसरी बोक्नु पऱ्यो बाटो फेरि चिप्लो छ के अब धोइदाई कार्यक्रम गर्नु पर्यो ल घर नि आयौँ अब धुनु पर्यो ल मच्छरले टोकेर अर्ग्यानिक हो यो छ कि ठुलो त्यहाँ एकैछिन बसिकन मच्छरले टोकेर भयो ल ल अब धोयौँ अब काटेर अनि अब काटेर अनि हाम्रो घर चाहिँ मेरो मम्मी हो मेरो मम्मी मकै सकेछन् ल ल यतिकै मूल्य होला नि यतिकै मूल्य फुपू त्यतिको चुर्दै हाँडे अन्य कसैले पिरो होला होला सबै मल डाँडा गएर पिकनिक खान्छन् ल भयो खसुकै काटे न खसला न मोल के भयो सोना भयो के दाउरीको छोरो बाबु आवी ल भयो त ल रातो भयो यता देखाउँछु हेलो क्लियर गर न होमवर्क गर्नु पर्दैन होमवर्क सब ल भयो खाम ल जुले हट्टु बा यस्तो लेखाइ ओ बाउ यो लेखाइ पढ्नु यहाँ पढ्नुसँग त्यो ल अब चाहिँ रातो भयो कि कति रातो भएको हो र त्यो अब चाहिँ खामै ल है बा खान्न बा हातमा कुकुरको रङ ले हात हाल्नु नदेऊ बिलक पिरो हैन कि कुन रातो चाहिँ फको फाल्दे हा के हो न सेतो त हो जो म मोली सक्यो हुर्द्याको के गर्दै छु दादाको झोलामा हेर नि यस्तो पनि दादाको झोलामा हेर नि त किलो अब चाहिँ खामै रातो दादाको झोलामा हेर नि त लगिले त लौ भित्र गएर कका गर ल भन सेतो सानो ओ यहाँ भित्र बल्ल ठिक भयो हो पनि नुन नुन हाल्नु पर्छ क्या नुन हाल्नु पानी हाल्नु
बिरुवा त बेडुला नि खाने होला बेडुला नि साँझ खाना पहिले पहिला हामीले करकलामा टिपेर खोली खाँदैन त्यसमा त नुन मात्रै हालेर मिठो हुन्छ है बेडुला त्यो फ्यामिली अहिले हामीले के अरे नसपा साझेर खायौँ लास्टै पिरो चाहिँ भयो अनि मगै चाहिँ रहेछ टिकटक बनाउनु लगाएर टिकटक बनाउनु लगाइराख्यो भने टिकटकहरू त्यो म चाहिँ मगै खान्छु सोबिन कतितिर आयो सोबिन नुन हालेर भुटेको क्या मिठो भयो फेरि नुन हालेर भुटेको भयो मिठो भयो छन चाहिँ त्यो फ्यामिली अहिले चाहिँ म मासु लिने हिँडेको बजारतिर मासु नुन चिनी के लिने हिँडेको बजारतिर हिँडेको पछि म है टक्क त्यो अनि बजार हिँडेको म चाहिँ के ल्याउनु छ त्यो फ्यामिली अहिले चाहिँ म के खेतमा आएर पानी सानी बनाएँ खेतमा पानी सानी बनाएँ अनि अब चाहिँ हातको धुन लाग्यो भने चाहिँ गरेँ भइसकेको पानी सानी लगाएँ बनाएँ उता सब अर्का गरेर गरेछ पानी सानी बनाएँ अब चाहिँ म दोकानतिर जानु पऱ्यो भने चाहिँ टक्क है त्यही फ्यामिली हिजोको ठक्क भ्लग एडिट गरेँ अनि एडिट गरेको स्टोरी भिडियो अपलोड गरेर मिलेर हिजो चाहिँ त्यसको लागि सरी अनि होइन अन्त मैले त्यो भिडियो त्यो च्यालेन्ज खेल्नुभन्दा अगाडि भिडियो स्टार्ट गरेको थिएँ अनि स्टोरेज फुल भएर त्यो भिडियो चाहिँ खै कता गएछ अनि त्यो स्टार्ट त्यो मैले हेलो हाई नमस्ते भन्छु त्यो चाहिँ त्यसमा क्याप्चर भएन कि ग्राब भएन कि ग्राब भन्छ के भन्छ त्यसलाई थाहा भएन होइन त्यो अनि मैले चाहिँ ब्लग अपलोड गरेँ त्यो ब्लग अपलोड गरेँ अनि युट्युबमा खोजेको त खै मेरो भिडियो कहीँ पनि भेट्दिनँ मैले त हेरौँ न युट्युबमा खोजेको ब्लग भेट्दिनँ मैले मेरो चाहिँ कस्तो हो र ब्लग कसको आइरहेको कि आउनु त खै के आएको तर मेरो ब्लग चाहिँ आएन अनि मैले मान्छे लान्छेर कस्तो गाडा भइसक्यो मान्छेखेरि ट्याक्कै क्लियर नआएको यस युआरएलाई नेपालीहरू अनि फेरि दिदीले लेखिदिएको फेरि यहाँ नाम चाहिँ गाडा भइसक्यो कि त्यस माया गर्ने चाहिँ एकदम राम्रो यस्तो गाडामा पनि राम्रो छ है यस युआरए यो भनेको नेपाली सुरुवात भन्दा नि नेपाली राम्रो देखिआएको त्यो अनि अहिले चाहिँ म काममा गएर आएँ अनि भर्खरै ब्लग चाहिँ भर्खरै अपलोड गरेको थिएँ त्यो 5-10-15 अपलोड गरेको थिएँ अनि त्यो अनि म चाहिँ अहिले कामबाट घर आएँ अनि म फेरि ब्लग अपलोड गर्दै उठ्छु भने काममा थिएँ आज काममा गएको थिएँ अनि अहिले चाहिँ आइसक्यो आएर कस्तो पानी भिज्यो नि कपाल चिसिसक्यो कपाल चिसिसक्यो एकैखेरि कपाल लामो भएर हातमा लाउने बानी भएर यही मात्रै हुन्छ धेरै जस्तो टाउकोमा ब्लग बनाउँदाखेरि नि अनि त्यो अनि अब चाहिँ म ब्लग इन गर्नु मात्रै लगाएको हो होइन अनि आजको हिजो नफा थाएको चाहिँ अनि मैले त्यो हिजो बेलुका मासु चाहिँ बनाएँ मासु बनाएर त्यो भिडियो खाने बेलामा चाहिँ भिडियो बनाउनु पाएन स्टोरेज फुल भएर होइन यतै फर्के बोलिदिन्छु यता क्लियर आउँछ नि त उज्यालो लाइटको फोर्स आउँछ नि त त्यो भएर यतै फर्के बोलिदिन्छु त्यो अनि भिडियो चाहिँ हिजोको यस्तो टोइलेट गयो कि होइन टोइलेट गयो कि होइन म बिहानमा टोइलेट गएँ कि होइन गएँ होला सायद हिजो खाँदाखेरि यस्तो पिरो भएर जिरो पोलेर यस्तोहरू पोलेको फेरि अनि त्यो बनाउँदा स्टोरेज फुल भएर भिडियो पनि राम्रोसँग बनेन है थोरै खाना लगाएको चाहिँ थोरै खाएको चाहिँ बनेको थियो पुरै खाएको चाहिँ बनाउनु पाएन स्टोरेज फुल भएर खाने बेलामा यति पिरो भएर गएको थियो पेट पोलेर हैरान्थ्यो निस्किने बेला पनि पोल्छ होला भनेको फेरि थाहै भएन म टोइलेट गएको कि थाहै भएन त्यो कुरा चाहिँ धेरै नगरौँ है फेरि कसैले फेरि खाना खाँदा भिडियो हेर्नु सक्नुहुन्छ होइन फेरि अब त्यो गएको त्यो नगएको यस्तो पोलेको नपोलेको कुरा नगरिदिउँ है तपाईँहरू खाना खाँदैछु त्यो अनि आज चाहिँ म भिडियो चाहिँ यिनी गरिदिन्छु भिडियो कस्तो लाग्यो छोटो मिठो कमेन्ट गरिदिनु होला च्यानलमा नयाँ च्यानल सब्सक्राइब गरिदिनु होला भन्दै आजलाई म बिदा हुन चाहन्छु